पोखरा नेपालको टुरिज्म क्यापिटल भनेर चिनिने यो सहर कास्की जिल्लामा पर्छ र हेर्दा पनि उत्तिकै सुन्दर देखिन्छ। काठमाडौँ पश्चात यो नेपालको दोस्रो ठुलो सहर हो, जहाँ करिब 6 लाख मानिसहरू बसोबास गर्छन्। यहाँको फेमस फेवा लेक विदेशबाट आएका टुरिस्टहरूमाझ एकदम रुचाएको ठाउँ हो। त्यस्तै बेगनास्थालको बोटिङ पनि इन्जोय गर्यौं हामीले र पुम्दीकोटमा शिवजीको विशाल मूर्ति अगाडि माथा टेक्दा त मन आनन्द भयो। So yes, welcome to the vlog. ओए बताओ घटिया एक्सपीरियंस थियो केमा साइकल लिँदै सबैलाई वही याद लाग्यो तिम्रो डिस्क चेन बिग्डिहाल्यो। अमीको साइकल बवाल थियो, कस्तो लाग्यो चलाउनु? मस्त पोपर्टी गाड्न थियो मलाई गाडी थियो। आज चाहिँ लगभग बेलुकातिर पोखरा पुग्यौं हामी र पुग्ने बित्तिकै हामी साइकल चलाउन गइहाल्यौं। अलिकति साइकल चलाएर इन्जोय गरिसकेपछि हामी गयौं फेवा लेक। यो लेक लगभग 800 मिटरको उचाइमा रहेको पोखराकै सबैभन्दा ठुलो र नेपालको दोस्रो ठुलो लेक हो। लेक साइडमा हुने बेलुकाको आरतीले यो नजारालाई त झन् थप सुन्दरता दिन्छ। राति यहाँ आएर हामी मटका चिया खाँदै लेक साइडको नाइट भ्यू इन्जोय गरिरहेका थियौं। चियाको त थोरै त्यही हुँदैन आधा सिनो यो चिया फेरि खतरा खालको चिया हो के फरक यार डर लाग्छ क्या दाइ धन्यवाद। कस्तो छ चिया खाउने बताउ? चिया दामी हो बस यार बस होटलमा यसै ग्यासमा बनाएको हैन, आगोमा बनाएको मटकामा बनाएर मटकामा सर्भ गरेको चिया खाइरहेछ मलाई। टेस्ट पनि दामी लाग्यो, रमाइलो भइरहेको। अर्को बिहान हामी पुम्दीकोट पुग्यौं। 1500 मिटरको हाइटमा भएको यो शिवजीको मन्दिर र विशाल मूर्ति नजिकबाट देख्दा त झन् ठुलो देखिन्छ। स्टुपामाथि बस्नुभएको शिवजीको मूर्ति 51 फिट ठुलो छ भने पुरै स्ट्रक्चरको हाइट चाहिँ 108 फिट ठुलो छ। यहाँ आएपछि त एकछिन बसेर हेरिरहँ जस्तो हुन्छ। यो एउटा भ्यू पोइन्ट पनि हो जहाँबाट हिमालय रेन्ज र पोखरा भ्याली देखिन्छ। खासै मौसम खुल्या छैन र पोल्युसनले गर्दा चाहिँ अहिले पोखरामा जहाँ जाँदा पनि हामीले नेचुरल जुन देख्नुपर्ने भ्यू त्यो देख्न पाएको छैनौँ। त्यही दिन हामी पुम्दीकोट घुमिसकेपछि बेगनास्थाल पुग्यौं। बोटिङ गएको हामी The more we need to set them rewind. And 19 was the year I had to leave you, but now I'm seeing all the signs. लाइफ ज्याकेट लगाएपछि त हामी थालेदेखि के हुँदैन देखिँदैन हैन के हुँदैन चिन्तै गर्नु पर्दैन। लाइफ ज्याकेट लगाएपछि डुबाउनु खोज्दैन डुब्दैन ठ्याक्कै।
यो नेपालको थर्ड लार्जेस्ट लेक हो आफ्टर रारा एन्ड फेवा लेक। यो लेक चाहिँ 3.3 किलोमिटर स्क्वायरको सर्फेस एरियामा फैलेको छ भने यसको गहिराई चाहिँ एभरेज 22 फिट जति छ। देख्दा सुन्दर र झन् यहाँको बोटिङ एक्सपिरियन्स त एकदम राम्रो छ। फेवा तालमा जस्तो भिड पनि नभएको हुनाले एकदम शान्तसँग बोटिङको आनन्द उठाउन मिल्छ यहाँ। बोलेर एक मछली पानी में गई सपैक। एक मछली पानी में गई छपैक। ओए, 2 मछली पानी में गई छपैक। 3 मछली पानी में गई छपैक। ओए, 4 मछली गई अमितले मात्रै गर्छ अनि त्यसपछि पालो पालो निकाल्दै सबैले। ल सुरु। टिकटक चलिरहेछ जोरदार। बादल वर्षा बिजुली। क्यामेराम्यान अमित र अडियो कन्ट्रोलर तुषारको साथ बिहाइन्ड द सिनमा दिवस। यो दुईजना भाइले चाहिँ अलिक खतरा दियो, अरूको त यस्तै हो। ल ल भाइ 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 बन्द करो हात जोड के। र प्लस अरू धेरै मन्दिरहरू गयौँ हामी। धेरै मन्दिरको त नाम पनि मैले बिर्सिसकेँ। एकछिन